हेलो गाइजहरु, ब्याक टु माई न्यू ब्लग। दर्शन अनि नमस्ते सबैजनालाई। सन्चै हुनुहुन्छ, आरामै हुनुहुन्छ होला भन्ने मलाई लागेको छ। मैले चाहिँ आज एउटा भिडियो गराएपछि कामको बारेमा मैले एउटा भिडियो बनाएको छु। जस्ट हेरेर साथ सपोर्ट गरिदिनु होला है त गाइज। हेर्न सक्नुहुन्छ, म चाहिँ आज खेत जोत्न जान लाग्यो गाइज। मैले चाहिँ गोरु बाख्रा फुकाउन लागेँ रे, तर गोरु चाहिँ लगिसक्नु रहेछ बुवाले बिहान चाहिँ। म चाहिँ हल्का ढिलो उठिरहेको थिएँ। अहिले चाहिँ म बाख्रा चाहिँ लगेर जाने क्रममा छु। बाख्रा चाहिँ हेर्न सक्नुहुन्छ गाइज, धेरै त छैन, कतिवटा 4-5वटा छ। सानो पाठाहरू छ, यो पाठाहरूलाई दुध सुध खुवाएर लग्ने भन्ने कुरो हो। ए उठ, ए हरि ए उठ, दुध चाहिँ रन्काइरहेको छ दुइटाले। एउटा चाहिँ यता छ, ल आइज के यार, यता हेरे सक्नुहुन्छ गाइस। यो बोका, यो त बोका बोका खाँदैन भनेको यो बाख्रो त। हेर्न खाँदै, एकछिन खाँदै। अब झिउस बढी बन्नु जान्छ क्या आज। हिजो पुरा घरै बाँध्थ्यौँ गाइस, आज चाहिँ अब आज यसो खेततिर लगेर चलामुई भनेको बाहिर वनतिर। तैँले पनि दिएन यार। दुध चाहिँ खाइसक्यो भनौँ न। अब लास्टै झिङ्गल थियो कि बाख्रालाई दिन्न दुध दिले, बाख्राले दिन्न दुध चाहिँ तलतिर गाउँ बाँधिन्छ। पाठा चाहिँ भोलिदिनु पऱ्यो अब बाख्रालाई। पाठा चाहिँ यहाँ जालीमा भोलिदिन्छ अब। ए दाइ जा अब, ए दाइ जा, जाली भित्र चाहिँ यो त जाली नै दाइ कस्तो कसेर आयो कि दुध मात्रै हुन्छ, घाँस खाँदैन। ओइ ठुलो ठुलो यता आइज, ओइ ठुलो यता यता आइज, आइज याई भित्रको पनि आइगयो। छिर्न यार, ल छिरो। मम्मी यो ठुलो बोकेलाई बाँधिदिने हो? यो त बाँधिदिने हो भने मौसम चाहिँ हिजो पानी परिरहेको थियो, आज चाहिँ यस्तो घामसाम लागिरहेछ। तातो घाममा अब यसो खेत पनि भिजिरहेको दिन पर्दा भन्ने आज दिन लाग्नु सक्छ होला। कुनै धामा चाहिँ केही छैन, जोतिन्छ गएर। अहिले चाहिँ म यति क्लोज गर्छु बाटोमा। मैले चाहिँ बाख्रा फुकाएर बाटोमा दौडाइसकेको छु। हिँड्न भने खरी रोडमा आइसक्यो गाइस। म चाहिँ रोडमा आइसकेँ। बाख्रा चाहिँ खेत आउन अझै 10 मिनट लाग्छ। बाटोमा छु।
जस्तो छ नि दैलेख पुरा भेल जङ्गलै जङ्गल जस्तो छ दैलेख त होइन कि दैलेख जिल्लाको पुरा गाउँपालिका वडा 5 गुणपानी ठाउँमा यस्तो छ त्यही भएर पुरा पारै गाउँले छ कि यार गाउँले हिँड्न भने जम्मा टाप दुखाइरहेको उदाब्रो बसेर त्यस्तो बनाइरहेको किताबले क्या भने यो बाटो हिँड्न छिटो यार दौड्दै दौड्दैन यार कराउँछ Why? Ôi. Why? फलक से मैं सितारे तोड़ के जमीन पे लाऊंगा पिउने पानी लैजान्छु यहाँदेखि पिउनु मन छ कि छा एउटा अलिक घुप्टेन मात्रै अलिक तेरो मन जानु हुन्छ गाइज सो गाइज पानी चाहियो तल हाम्रो गाउँभन्दा तल गाउँमा लगायो नि यतादेखि लगायो नि पानी सो गाइज हेर्न सक्नुहुन्छ है तपाईहरुले पनि यहाँ यो ठाउँ आएपछि यो कस्तो छ भनेर यहाँ म चाहिँ अहिले लामतारामा जाँदैछु लामतारामा चाहिँ खेतहरू छ के धेरै सबैको खेतहरू छ हाम्रो गाउँहरुको सबैको खेत छ त्यहाँ चाहिँ धान सान लगाउने गहुँ पनि लगाउँछ तल एउटा एकजनाले धान सानहरू लगाउने अनि बर्खामा चाहिँ धानहरू लगाउने गर्छन् अहिले चाहिँ जोत्यो भने ट्याक्क पछि कौलो हुन्छ अरे माटो माटो पनि पाक्छ भन्छन् अहिले फौरो हुन्छ अरे बुरबुरो हुन्छ अरे माटो अनि पछि सजिलो हुन्छ बर्खामा चाहिँ धान रोप्दाखेरि जोत्नु पर्दैन त्यति साह्रो गरी अहिले चाहिँ जोत्यो भने त्यही भएर अहिले जोतेर रेडी बनाउँछन् मान्छेहरूले कोही कोही त जोतिसक्यो अब जोत्ने स्टार्ट हुन्छ हाम्रो पनि आजदेखि जोत्ने स्टार्ट भइसक्यो अब अहिले चाहिँ म ती जान लाग्यो हेर्न सक्नुहुन्छ यो चाहिँ यस्तो रोड छ पुरा हैन रोड छिरिसक्यो यतातिर रोडहरु गए यस्तो अनि यतातिर खोला छ फेरि साइडमा यता खोला छ तलतिर साइडमा यता चाहिँ रोड छ यहाँभन्दा मास्तिर चाहिँ पुरा जङ्गलहरु छ उसको अलि अगाडि चाहिँ खर्मेलो छ त्यसपछि ट्याक्क लगाएर हैन अहिले चाहिँ पुरा शीतल छ उतातिर घाम लागिरहेको हिँड्न अलि छिटो यार अब चाहिँ पुगिसक्न लागेको छ अब पुगिसकेपछि म देखाउँछु खेतहरु कस्तो छ भनेर त्यहाँको जङ्गलको बीचमा पार गरेर आइसक्यो पछाडीतिर छ नि त्यो रोड हो त्यो चाहिँ गाडी साडी आउँछ आउनु त है फेरि हिजो चाहिँ पानी परेर पुरा हिलो भइरहेको आज
एन्ट्रान्स तलतिर त भिड छ यहाँबाट उँधो पुरा भिड हो कि उँधो त मैले हिजो जुन तपाईँहरूलाई दाउरा बोक्यो भन्छु नि मैले दाउरा चाहिँ यिनी हो नि दाउराहरू आधा जति बोकिसक्यो अब अलिकति यो थोरै भनौँ अब थोरै मात्राको थोरै छ अब योहरू यस्तो बनाएर कुममा बोक्ने हो चाहिँ भारी चाहिँ बोकिसक्यो यतातिर रोड छ पुरा ट्र्याक्टरलाई लग्दियो भनेको लग्दिएन कि तनु इतना मैं प्यार करां एक पल विच साबार करां तू जावे जे मैनू छड़ के मौत आइसके म चाहिँ है ट्याक्टर लगाएर अब म चाहिँ हलो कि तेरे लिए दुनिया छोड़ दी है तुझ पे ही सांस आके रुके यता चाहिँ गाउँ छ पारीको गाउँ जङ्गलहरू भयो यतातिर पनि छ गाउँ अनि यतातिर स्कुल छ त्यहाँ पर पुरा पानी चाहनु भन्नुहुन्छ पानी यत्रो पुरा भिजेकै छैन यार के त्यहाँ सार्दै गरिरहेको छ मान्छेले सो म चाहिँ अब यहाँ पानी चाड्ने भनेर ठुलो रेडी भएर पानीको च्याम्बरमा आइसक्यो क्या दिल में मेरे सुबह हो शाम है पानी परेर भिजिएर हिँड्छ त्यही भएर पानी चार्ने भनेर ठुलो पानी लगाएर आइगयो त घरतिर मन पनि काम पनि छ त्यहाँ भएर कोही छैन त्यही भएर सो म आइदिइसकेँ अब जोताइदिआउँला भने चाहिँ अब जोते अब त्यहाँ साह्रो रहेछ कि जोत्न नमिल्ने त्यही भएर मैले जोतिनँ होइन म अब भोलि चाहिँ देखाउँछु तपाईँहरूलाई अर्को भिडियोमा देखाउँछु भोलि चाहिँ आज चाहिँ म पानी लगाएर आइसकेँ खेतबाट यस्तै हो एउटा गरेर त जोति थिएन साह्रो रहेछ कि डल्लामा त्यो गोरु थाके ल्याद पर्छन् मान्छे पनि ल्याद पऱ्यो अलि चारेर कौलो बनाएर गर्ने भन्ने हो कुरा खाने होइन अब यहाँदेखि मैले एउटा एक दुईवटा यहाँबाट दाउरा लग्नुपर्ने हो दाउरा छ बोक्नुपर्ने एउटा लग्नुपर्ने हो छैन अघि पनि देखाइदिएँ मैले यो दाउराहरू थोरै छ लग्नुपर्ने कता हो घट्ट छैन यार त्यहाँ गएर के लिएर आयो घट्टको पानी त चार्दिउँ त त्यहाँ खेत चार्ने होला मैले त्यहाँ खेतमा बेलुका हुन्छ होला पछि घटाले माथि छन् त छन् जोत्न लाग्ने खेततिर सो गाइस होइन अब मैले चाहिँ यहाँबाट दाउरा बोक्नुपर्ने हो यहाँबाट अनि यो कुकुर पनि आइसक्यो पछि आएछ क्या सानो लैजान्छु म फाइनल्ली गाइस म यो मुरो लगिहाल्छु यो चाहिँ लगिदिन्छु म त्यो चाहिँ पछि लग्नु पर्ला होइन आज साप्ने पनि लिएर आएको छैन त्यही भएर अलिक गाह्रो होला जस्तो छ कि गाइजहरू मैले चाहिँ हालिदियो घानमा अब म चाहिँ कुद्दैछु है घरतिर अब यत्तिकै हो यो
त्यही हो अब अहिले अब यो लगेर जानुपर्ने हो दाउरा साथमा हुन्छ। भिडियो कस्तो लाग्यो गाइस होइन लाइक कमेन्ट सेयर सब्सक्राइब गरेर सल्लाह सुझाव गरिदिनु होला। लाइक कमेन्ट सेयर गरिदिनु होला। नयाँ हुनुहुन्छ भने भिडियोलाई मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरेर च्यानलको बेल आइकनमा अलमा दाबेर घन्टीलाई ट्याङ्ग बजाइदिनु होला होइन। यति भन्न चाहन्छु। अर्को भिडियोमा भेट्छु गाइस। ल गाइस।